हेलो गाइस, तपाईँहरूलाई आजको मेरो नयाँ ब्लगमा स्वागत छ। र के कस्तो हुन्छ तपाईँहरूलाई देखाउने वाला छु स्कुलमा। र भाइ बहिनीहरूलाई चाहिँ म आज एक्सर्साइज गराउने वाला छु र एक्सर्साइज गराउँदैछु म भाइ बहिनीहरूलाई। खतरा एक्सर्साइज गराउँदैछु बिहान बिहान। सबैले मन परे भिडियो लाइक हेरिदिनु। र म चाहिँ भिडियो बनाउनुतिर लागेँ र भाइ बहिनीहरूलाई चाहिँ बच्चाहरू हेर भने मतलब स्टुडेन्टहरू हेर भने भाइ बहिनीहरूलाई राम्रोसँगले खेला एक्सर्साइज गर भनेर म चाहिँ भिडियो बनाउनुतिर लागेँ। र यतातिर पनि जम्प फ्रुट चेक हुँदैछ, जम्प फ्रुट पनि चेक गर्न आँटेछु। जम्प फ्रुट चाहिँ स्कुलमा ल्याउनु मिल्दैन र कस्तो छ के छ लो मतलब हामीले ठिक गरेको हो कि होइन भन्नुलाई चाहिँ र कमेन्ट गरिदिनुहोस्। लो काम हामीले राम्रो गरेको, ब्याक चेक गर्नु काम राम्रो हो कि होइन भनेर, जम्प फ्रुट ल्याउनु राम्रो हो कि होइन भनेर चाहिँ कमेन्ट छोडिदिनुहोस्। र मन परेमा चाहिँ भिडियो लाइक कमेन्ट सेयर पनि गर्नुहोस्। फेरि नबिर्सिनुहोस् र सब्सक्राइबर चाहिँ अनिवार्य गरिदिनुहोस्। तपाईँहरूको साथ सपोर्टले नै म यहाँसम्म आइपुगेको छ। मेरो भाइहरूले थ्याङ्क यू सपोर्ट गरिदिएकोमा। कतिपय मलाई स्कुलको भाइहरूले सपोर्ट गरेर सब्सक्राइबर मतलब गरिरहेछ होइन, बिग फ्यान भनेर आउँछ। खुसी लाग्छ तपाईँहरूको साथ सपोर्टले, यो भाइहरूको साथ सपोर्टले म यहाँसम्म आइपुगिरहेछ। र आउने दिनहरूमा पनि भन्दा राम्रो राम्रो कन्टेन्ट बनाउनु सकोस् मैले होइन। त्यही भएर चाहिँ म चाहिँ त ब्याक चेकिङ हुँदैछ, ब्याक चेकिङ गर भनेर चाहिँ म चाहिँ यतातिर ब्याक चेकिङ गर भाइहरूलाई राम्रोसँगले कसले जम्प फ्रुट लिएको छ चेक गर भनेर चाहिँ म चाहिँ फेरि भिडियो बनाउनुतिर लाग्यो। फेरि भिडियो बनाउनुतिर लागेपछि यता फेरि अझै राम्रोसँगले एक्सर्साइज गर भनेर चाहिँ एक्सर्साइज गराउँदैछ पुरा। भाइहरूले नि यसो हाई गरिरहेछ, मलाई खुसी लाग्छ भाइहरूले यसो हाई गरेको थियो। र के कस्तो हुन्छ पुरा सपोर्ट गरिदिनुहोस्। र आउने दिनहरूमा लो भन्दा राम्रो कन्टेन्ट बनाउनु सकोस् मैले होइन, तपाईँहरूको सामु देखाउनु पाओस्, प्रस्तुत गर्नु पाओस् होइन। मतलब जे सकेको छु त्यही त गरेको छु नि मैले होइन। देउसेर भिडियो बनाउनु काम त गर्नु सकिरहेको छु नि त। भाइ बहिनीहरू देखाएर सानो सानो भाइ बहिनीहरू आएको छ, खेलेको छु स्कुलमा, खुसी लागिरहेको छ मलाई चाहिँ। त्यसपछि म चाहिँ भिडियो बनाउनु तलतिर झऱ्यो, तर यता एक्सर्साइज पनि गर्दैछ पुरा। एक्सर्साइज एकदम राम्रो छ कि लो चाहिँ भाइ बहिनीहरूले गराइरहेको छ, मलाई खुसी लागिरहेको छ। के कस्तो छ तपाईँहरूले स्कुलमा यस्तो गराउँछ त? हाम्रो चाहिँ गेटमा छिर्नुभन्दा अगाडि यस्तो काम पनि गराउँछ एक्सर्साइज पुरा। भाइ बहिनीहरूलाई दुईजना भाइ बहिनीहरूले चाहिँ गराउँछ एक्सर्साइज। म चाहिँ यसो भिडियो बनाइदिन्छु, भाइहरूले भन्छ दाइ भिडियो बनाउनु न दाइ भन्छ, त्यही म चाहिँ भिडियो बनाएर आउँछ। पुरा सानो बुनले नै एक्सर्साइज गरिरहेको छु, राम्रोसँग एक्सर्साइज गर्दैछ पुरा भाइ बहिनीहरूले चाहिँ होइन। त्यसपछि चाहिँ आजको भ्लग चाहिँ यति नै हो। म चाहिँ घरमा आएँ, घरमा आएर मुखसुख धोयो। अब मुखसुख धुनु परिगयो, दिनभरि थाकेको हुन्छ, स्कुलबाट आएको हुन्छ र मुखसुख चाहिँ धुनुतिर लाग्यो। कस्तो छ के छ भिडियोमा चाहिँ कस्तो राम्रो राम्रो कमेन्ट गरिदिनुहोस्। मुखसुख धोएर अब चिटिक्क परेर अनि खाजासाजा नि खानुपर्छ, त्यही भएर म चाहिँ खाजासाजा खानुतिर लाग्न आँटेको। ट्याक्क लगाएर मुखसुख पुसेर कस्तो छ तपाईँहरूलाई मेरो भिडियो मन पऱ्यो कि परेन होइन, सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छु। आउने दिनमा लो भन्दा राम्रो मोबाइलबाट बनाउनु पाओस् र राम्रो कन्टेन्ट बनाउनु सकोस् मैले आउने दिनहरूमा चाहिँ। बाई बाई गाइज, मेरो चाहिँ अब भिडियो एडिटिङ गर्नु छ र सबैले साथ सपोर्ट गर्नुहोस्, लाइक गर्नुहोस्। बाई बाई गाइज। यो लाइक भिडियोमा सब्सक्राइब र लाइक गरिदिनु होला। 1 मिलियन सब्सक्राइब चाहियो। यो दाइले राम्रो ब्लग बनाउँछ गाइज। राइट मनी बिग फ्यान हो दाइहरूको। लाइक सब्सक्राइब गरिदिनु होला यो च्यानलमा। हो यो दाइले राम्रो भिडियो बनाउँछ।